नमस्कार दर्शकवृन्द, नियमित प्रस्तुतिमा स्वागत छ। म नवराज चालिसे। आजको प्रस्तुतिमा भर्खरै केही ठुला व्यापारिक प्रतिष्ठान, उद्योगी व्यवसायीहरूले कर छली गरेको प्रकरण सार्वजनिक भएको छ। ठुला व्यापारिक प्रतिष्ठान, औद्योगिक घरानियाहरूसँग जोडिएको भ्याट छली प्रकरण र राजस्व छली लगायतका विषयले यति बेला मुलुकको अर्थतन्त्रमा ठुला प्रश्नहरू उब्जिएका छन्। निजी क्षेत्रका उद्योगी व्यवसायहरूको आर्थिक कारोबारको पारदर्शिता र उनीहरूले गरेको कर छलीको प्रकरणबाट केही गम्भीर प्रश्नहरू पनि उठेका छन् भने त्यसरी सरकारी प्रशासन, राजस्व प्रशासन, कर कार्यालयका कर्मचारीहरूको काम गर्ने प्रवृत्ति र हाम्रो कर प्रशासनमा देखिएका समस्याहरूका बारेमा पनि यति बेला आम नागरिक समाजमा नेपालको कर प्रशासनसँग जोडिएका प्रश्नहरू पनि गम्भीर रूपमा उठेका छन्। यति ठुलो अरबौं रुपियाँको कर छलीको प्रकरण हुँदा कर प्रशासन कहाँनिर उत्तरदायी बन्न सक्यो त? अथवा हाम्रो निजी क्षेत्र यति बेला पारदर्शी हुन किन सकिरहेको छैन जस्ता प्रश्नहरू उठिरहेको छ। यसले आज कर छलीको यति ठुलो प्रकरण बाहिर आइसकेपछि निजी क्षेत्रका सङ्घ संस्थाहरूमा प्रश्न उठिरहेको छ भने कर प्रशासनको काम गर्ने प्रवृत्तिमा पनि प्रश्न उठेको छ। र यसै विषयका कर प्रशासनका ज्ञाता अथवा कर विज्ञ अर्थविद डाक्टर चन्द्रमणि अधिकारी अहिले हामीसँग हुनुहुन्छ। यहाँलाई स्वागत छ। त्यसैगरी निजी क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पूर्व अध्यक्ष सुरेश प्रधान हुनुहुन्छ। उहाँ साउथ एसियन कन्ट्रिज एसएमई फोरमको पनि अध्यक्ष हुनुहुन्छ। म यहाँलाई पनि स्वागत गर्छु। नमस्कार। यहाँहरू दुवैजना निजी क्षेत्र र कर प्रशासन अर्थतन्त्रलाई नजिकबाट निहालिरहनु भएको छ। सबभन्दा अगाडि डाक्टर अधिकारी, अहिले भर्खरै केही ठुला व्यापारिक प्रतिष्ठानसँग जोडिएर कर छलीको प्रकरण, भ्याट, नक्कली भ्याट बिल खडा गरियो अथवा कर छली गरियो अथवा राजस्वसँग जोडिएका प्रश्नहरू आइरहेको छ। यसलाई तपाईँले नजिकबाट पक्कै पनि हेर्नुभएको होला। के यो घटनाले के प्रश्नहरू उब्जिएको हाम्रो समाजमा देखिन्छ? हेर्नुहोस्, अब यसले दुई तीनवटा कुरा देखाउँछ। पहिला त हाम्रो कर प्रणाली जुन ढङ्गले कर प्रणालीलाई वैज्ञानिक बनाउन खोज्यौँ त्यस किसिमका प्रविधिको प्रयोग गर्न सक्यौँ कि सकेनौँ, त्यो किसिमको प्रशासनमा क्षमता त्यो किसिमको भयो कि भएन भन्ने कुरा एउटा कुरा आउँछ। अब सामान्यतः करमा चारवटा कुरा हेर्नुपर्छ। हेर्नुहोस्, कर प्रणाली लागू गर्दा, कर नीति लागू गर्दा राजनीतिक हिसाबले त्यो एक्सेप्टेबल भन्छ, स्वीकार्य हुनुपर्छ। आर्थिक दृष्टिकोणले दिगो हुनुपर्छ र कर तिर्ने नागरिकहरूको तर्फबाट हेर्दा त्यो न्यायिक हुनुपर्छ, फेयर हुनुपर्छ र कर प्रशासनको दृष्टिकोणबाट हेर्दा त्यो कार्यान्वयन योग्य, कार्यान्वयन गर्न सकिने, व्यवहारिक हुनुपर्छ। त्यो दृष्टिकोणबाट हेर्दा हाम्रो कर प्रणाली जुन अहिले जुन खालका घटनाहरू लेखिया छन् यो मात्रै होइन। जस्तो यो व्यापारिक प्रतिष्ठानहरू, डिपार्टमेन्ट स्टोरहरू होइन, जहाँ चाहिँ भनौँ ठुला व्यापारिक घरानियाहरूको नाम जोडेर आएको छ, व्यापारिक फर्महरूको नाम जोडेर आयो, नक्कली भ्याट बिल छली विषयमा बढी आइरहेछ, जहाँ अरबौंको ट्रान्जेक्सन नै छली भएको देखिन्छ। यसले त ठुलो प्रश्न उब्जायो। यसमा दुईटा प्रश्न छन् क्या। एउटा चाहिँ ट्याक्समा अभोइडेन्स भन्छ, ट्याक्सलाई सकेसम्म पर सार्ने। अर्को चाहिँ ट्याक्स इभेजन, छल्ने। अब यो छल्ने भनेको चाहिँ पनि एक किसिमले त्यसलाई प्रविधिको दुरुपयोग गरेर छल्ने र प्रणालीको दुरुपयोग गरेर छल्ने हुन्छ। र अहिले आएको विषयमा चाहिँ नेपालमा कर छलीका करलाईबाट उन्मुक्ति पाउने, करको दायित्वबाटलाई कम गर्ने विषय दुई किसिमका छन्। एउटा चाहिँ करको दायित्व कानुनको तपाईँको चाहिँ नि छिद्रहरू खोजेर, कानुनका छिद्रहरू खोजेर करको दायित्व कम गराउने, जस्तो ट्याक्स प्लानिङ भन्छौँ। जस्तो तपाईँले यनसेलको घटनामा चाहिँ त्यो छिद्र खोज्न प्रयास गरिएको थियो। र अहिले चाहिँ आएका मध्ये कर छलीका यो अहिले आज 2 दिन अगाडि सर्वोच्च अदालतले चाहिँ नि निर्णय गर्यो र तपाईँले उठाउन खोजेको विषय मूल्य अवृद्धि करसँग जोडिएको विषयमा त दुईटाको खालको कुरा छ। एउटा चाहिँ यहाँले उठाउनु छ, सर्वोच्च अदालतले भ्याट बटनी सहित यहाँले उल्लेख गर्न चाहनुभयो 5 कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरेर
राजस्व छलेको ठहर गर्दै राजस्व न्यायाधिकरणबाट भएको फैसला सदर गरेको छ। अदालतले नक्कली भ्याट बिल जारी गरी छली गरिएको झन्डै 3.25 अर्ब कर असुल्ने बाटो खोलिदिएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जङ्गबहादुर राणा र न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको संयुक्त इजलासले भाटबढिने सुपरमार्केट, शङ्कर अक्सिजन ग्यास प्राली लगायतको विरुद्ध फैसला सुनाएको हो र अरू पनि कम्पनीहरू यहाँ नाम जोडेर आएका छन्। ठुला कम्पनीहरू छन् जहाँ चाहिँ भनौँ न शङ्कर अक्सिजन ग्यास प्राली होला, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स होइन, एआइटी प्राली, टोटल 518वटा संस्थाहरूमाथि उति बेला कारबाही सुरु गरेका थियो मैले थाहा पाएअनुसार र कुलमा 6.25 अर्ब 25 करोड रुपियाँको चाहिँ आयकर र मूल्यवृद्धि कर र अन्तशुल्क समेत गर्दा त्यति चाहिँ नि छली भयो भनेर त्यसको चाहिँ नि कर, त्यसमा लाग्ने शुल्क, जरिवाना, ब्याज समेत गर्दा कर प्रशासनले त्यति गरेको हो। त्यो त रकम त अहिले त अझ बढेर जान सक्छ। हेर्नुहोस्, अब त्यसमा दुईटा कुरा छ। त्यो अहिले 518 आयो र अहिले केही ठुला चाहिँ नि व्यापारी घरानाहरूको नाम आयो। यो चाहिँ एउटा हिजोको जुन बेला मूल्यवृद्धि कर लागू गऱ्यौँ हामीले, त्यो बेलामा सिस्टमलाई प्रविधिसित ढाल्न नसकेको र एउटा कम्पनीले बिल काट्यो, भ्याट बिल काटिसकेपछि त्यसको अभिलेख सम्बन्धित ठाउँमा अनुगमन गर्ने ठाउँमा पुर्याउन सक्ने खालको प्रविधिको प्रयोग नगरेको कारणले गर्दा नक्कली भ्याट बिलहरू प्रयोग गर्ने जुन चाहिँ नि प्रवृत्ति सुरु भयो, त्यो चाहिँ सुरुदेखिकै निरन्तरता हो। यो चाहिँ पछाडिका दिनहरूमा यति आयो, सुरुका दिनमा खोज्ने भने त अझ धेरै आउँछ। हेर्नुहोस्, यो किनभने सुरुका दिनमा मान्छेले थोरै अङ्कको भ्याट बिल, नक्कली भ्याट बिल प्रयोग गरिदिए। खरिद गरेका छैन तर खरिद गरेका देखाए। खरिद गरेका देखाएपछि के भयो, एकातिर त्यो भ्याट क्रेडिट माग भयो, अर्कातिर त्यो इन्कम ट्याक्स खर्च, त्यसलाई खर्च दाबी गर्दा इन्कम ट्याक्स पनि लुज भयो। त्यस्तो भयो सुरुमा र त्यो प्रवृत्तिले एउटा ग्याङ खडा भएको थियो। मलाई लाग्छ त्यस्तो कामै गराउने ग्याङ खडा भएको थियो र त्यसले गर्दाखेरि के गर्दियो भने त्यसबाट मान्छेले फाइदा लिँदै गए र थोरैमा हजारमा भयो त्यो काम, त्यसपछि लाखमा भयो, त्यसपछि करोडमा हुँदै आएर त्यो प्रवृत्तिको विस्तारित रूप हो। यो अहिले एउटा राम्रो काम के भएको छ भने यसले न्यायिक निकायबाट भएको छ। अब न्यायिक निकायमा गइसकेपछि ठिक छानबिन, अब त्यसमा पनि रिभ्यू गर्नुपर्ने आदि कुराहरू गर्ला। तर यो चाहिँ यो केसहरूमा मात्रै सीमित छैन, अगाडिदेखि आएको प्रवृत्तिको विस्तारित रूप हो। म यहाँले भन्नुभएको कुरामा म जान्छु। जस्तो अनुसन्धानपछि 518वटा व्यापारिक फर्मले नक्कली भ्याट बिल बनाई कर छलेको घटनामा 3 अर्ब 7 करोड रुपियाँ भ्याट, 3 अर्ब 33 करोड रुपियाँ आयकर र 20 करोड 50 लाख रुपियाँ अन्तशुल्क निधान गरेको थियो होइन भन्ने कुरा जुन आइरहेको छ। निजी क्षेत्रलाई पनि यसले चाहिँ भनौँ न एउटा ठुलो गम्भीर प्रश्न उठाएको छ कि निजी क्षेत्र व्यापारिक फर्महरूले चाहिँ भ्याट छली गर्दा रहेछन् होइन, कर छली भइरहेको छ। विगतमा नै बजेट बनाउने निर्माण गर्ने क्रममा अर्थ सचिव र अर्थमन्त्री बीच नै मतान्तर भएको कुरा बाहिर सार्वजनिक भएकै पनि हो। त्यस कारणले गर्दाखेरि यति ठुलो करसँग जोडिएको मुद्दा तपाईहरूसँग आइसकेपछि तपाईँ एनबिआईमा नि हुनुहुन्छ, यसले पक्कै केही गम्भीर प्रश्न त उठायो नि। यसले नवराजी यस्तो हो, अब यो भ्याट छली र कर छलीको कुरामा अब बाध्यात्मक रूपमा डाक्टर साहबले भन्नुभयो जस्तै अब जानेर हुने र नजानेर हुने कुरामा एकदम फरक कुराहरू हुन्छ। त्यस कारणले अब के भन्न चाहन्छ भने यो अर्गनाइज र घरानाहरूले गरेकोमा केही आशंकाहरू चाहिँ देखिएको छ। किनभने अब कति कुरामा डाक्टर साहबले भने यो कम मूल्याङ्कनमा भन्सारबाट आएका सामानहरूको धेरै चलखेलहरू देखिएको हामीले महसुस गरेका छौँ। तथापि अब यो इथिकल बिजनेसको उसमा कुराहरू गर्दाखेरि इथिक्समा बिजनेस गरिएन भने त्यो मान्छे त्यो व्यवसाय चाहिँ लामो समयसम्म जाँदैन भनेर हामीले पटक एनबिआईको तर्फबाट पनि भन्ने गरेका छौँ। मूल कुरा चाहिँ अब यो ठुला घराना र साना घराना यो न्यून मूल्याङ्कनको कुरा ले गर्दाखेरि धेरै यो 52-53 सालदेखि त्यही कुराहरू आइरहेको छ।
जस्तो साना मझौला व्यवसायहरूलाई त कस्तो समस्या छ भने 10,000 रुपियाँ तिर्ने भ्याट बिल आउने 3,000 को आउने 6,000 को आउने 5,000 को आउने त्यो समस्याले गरेर आयकरमा ग्यालप चाहिँ भएको देखिन्छ। अर्को अब भ्याटको कुरामा अब मैले 10,000 तिर्ने 6,000 को मात्र भ्याट बिल पाउने भएपछि त्यो कुराहरूमा चाहिँ यो क्युमुलेसन उता पनि हुन गएको हो कि भन्ने चाहिँ मलाई शङ्का लाग्छ। तथापि यो विषयमा अदालतमा भएको निर्णयलाई चाहिँ हामीले कसरी अध्ययन गर्नुपर्छ भने त्यो बिस्तारै गइरहेको छ। मूल कुरा भनेको अब लो इन्भोइसमा के भन्छ अब मिनिमल इन्भोइसेसहरूमा काम गर्दाखेरि भन्सार प्रशासन र कर प्रशासनमा क्षमता अभिवृद्धि र क्यापेसिटी इन्हान्समेन्टको कुरा भन्छौँ हामी होइन। त्यो नभएर जस्तो अब विगतका दिनमा अब आजभन्दा 5-6 वर्ष अगाडि 1,50,000 जति भ्याटमा दर्ता भएका व्यवसायहरू छन् भन्थे आजको दिनमा फर्मल इन्फर्मल सबै गरेर 10 लाखको हाराहारीमा भइसक्यो। तिनीहरूलाई परिचालन गर्ने तिनीहरूलाई चेक एन्ड ब्यालेन्स गर्ने कर प्रशासनमा क्षमता अभिवृद्धि भएको हामीले महसुस गरेको छैन। त्यस कारणले पनि यी विप होलहरू डाक्टर साहबले भन्नुभयो जस्तै कता कता विप होलहरू हुन्छ व्यवसायहरूले त्यो यति ठुलो रकम जहाँ चाहिँ भनौँ न अदालतले चाहिँ निर्णय गरेको छ होइन अरबौँको रुपियाँमा जुन आएको छ ठुला नाम चलेका व्यापारिक फर्महरू पनि जोडिएका छन्। अब नाम नचलेका असङ्गठित रूपमा रहेका त धेरै होलान् उनीहरूको खोजी सरकारले गर्ला अथवा नगर्ला त्यो आफ्नो बाटो छ। अब यति ठुलो रकम चलखेल हुँदाखेरि के कसरी सम्भव भयो त यो क्युमुलेटिभ एप्रोच हो। क्युमुलेसन जस्तो 52-53 सालदेखिको क्युमुलेसन हो। जस्तो अब भाटपटेनीको नाम लिनुभयो हजुरले होइन त्यो उहाँको स्थापना कालदेखि नै यो क्युमुलेसन भएर गएको हुनुपर्छ मेरो विचारमा। यही आर्थिक वर्षमा विगत 3-4 महिना 6 महिनामा भएको चाहिँ मलाई विश्वास लाग्दैन। त्यस कारणले अब जहाँ विपोल हुन्छ जहाँ इग्नोरेन्स हुन्छ जहाँ त्यो हेलचक्राइ हुन्छ त्यो कारणले पनि हो। किनभने सबै कुरा सिस्टममा हामीले काम गर्ने बानी चाहिँ त्यति प्रचलनमा ल्याउन नसकेको अवस्थामा सबै सिस्टममा त्यो इन्टिग्रेटेड एप्रोचमा काम जस्तो यहाँ भाटपटेनीसँगै अरू ठुला व्यापारिक फर्मको पनि नाम जोडिएको छ होइन 2-4वटा त्यो मैले पनि न्युज मार्फत चाहिँ सुने हो। त्यस कारणले अब त्यो सिस्टममा जान नसकेको कारणले व्यवसायहरूलाई प्रशासनको कर प्रशासनको लापरवाही अथवा विगतमा मिलेमतो के कारणले यस्तो हुँदो रहेछ म उहाँलाई जोडौँ। यो दुवै कारण हुनसक्छ र यसमा इग्नोरेन्स चाहिँ म चाहिँ व्यवसायहरूको धेरै ठुलो अर्गनाइज रूपमा भएका व्यवसायहरूको लागि चाहिँ इग्नोरेन्स भन्दैन उहाँहरूले सिस्टम इन्टिग्रेसन गर्न नसकेको भन्छौँ। अब मझौला र साना व्यवसायहरूको हकमा आयो भने चाहिँ यस्तो चाहिँ योजनाहरू हुन्छन् जस्तो भनौँ न नियत बस्दा अब कर मूल्याङ्कन कम देखाउने अथवा भ्याट मूल्याङ्कन कमको हिसाबले चाहिँ धेरै उचाइ छ होइन। जस्तो कि एउटै मैले यही कोट एउटा अब चाइनाबाट मगाउने मैले चाहिँ $10 को मूल्याङ्कन गर्ने तपाईँले चाहिँ $2 मूल्याङ्कन गरेर पनि आउनसक्छ $20 मूल्याङ्कन त्यो फरक किसिमले आउँछ। त्यो कारणहरू धेरै छ। अब हामीका पछि चाहिँ आयातित व्यापार फस्टाइरहेको अवस्था देखिन्छ होइन। ट्रेडिङ त फस्टाएको छ नि त चाहे जोसुकै ट्रेडर जुनसुकै ट्रेडर्सहरू हुन् चाहे औषधिको ट्रेडिङ होस् चाहे अरू सामान्य लत्ता कपडा अथवा इलेक्ट्रोनिक सामानहरू मोबाइलहरू होला इलेक्ट्रोनिक्सका सामानहरू होइन जस्ता सामानहरूमा बढी यो कर छलीको समस्या देखिएको छ। यसमा चाहिँ बढी अब व्यापारिक फर्मै बढी जोडिएको हुनाले तपाईँले किन शुद्धिकरण गर्न सक्नु भएन त? यसमा चाहिँ कस्तो छ भने अब ट्रेडमा अब 200वटाको भोल्युममा लिने र 2000वटाको भोल्युममा लिने र 2 लाखको भोल्युममा लिने त्यो फरक हुन्छ रेट त्यो स्वाभाविक रूपमा हो। तर कहाँ के हुन्छ भने कर प्रशासन र भन्सार प्रशासनमा त्यो क्षमता अभिवृद्धि जस्तो हामीले मार्केटमा किन्ने सामान र इम्पोर्ट गर्दाखेरि त्यो मूल्याङ्कनको रेट चाहिँ फरक छ। बिलसँग मान्नेवाला कम मात्र देख्छु। जसले स्वच्छ रूपमा मैले बिललाई नै क्लेम गरोस् भनेर मानोस् भनेर भन्छु त्यो पनि मानिरहेको छैन। ती धेरै इस्युहरूले गरेर बिजनेसेसमा त्यो अप एन्ड डाउन चाहिँ भइरहेको हामीले महसुस गरेको विशेष गरेर ट्रेडिङमा। तथापि अब जस्तो अब भनौँ न हामी चाइनाबाट सामान ल्याएको देख्छौँ अरू मुलुकबाट सामान ल्याउने क्रम निकै बढेको छ होइन। आयातको भोल्युम निकै बढेको छ र कर छलीको भोल्युम पनि बढिरहेको छ। जस्तो यो विषयमा डाक्टर अधिकारी यहाँले केही कुरा खोलिदिनै पर्ने हुन्छ। जस्तो भन्सारलाई नि यहाँ नजिकबाट बुझ्नु भएको छ अर्थ मन्त्रालयमा बसेर कामै गर्नुभएको हो होइन अथवा भ्याट कार्यालय राजस्व कार्यालय अन्तर्राष्ट्रिय कार्यालय अथवा कहाँ कसरी सेटिङ भएर यति धेरै कुरा जहाँ चाहिँ
प्रधान न्यायाधीशले नै फैसला गर्नुपर्ने अवस्था आयो। यो के हो त यो? हेर्नुहोस्, अब 2-3वटा कुरा। एउटा चाहिँ तपाईँको कुन कम्पनीले गर्यो नामको कुरा भन्दा पनि प्रविधि तपाईँको चाहिँ नि त्यसप्रतिको सोचाइ, कर प्रशासनको क्षमता, हाम्रो प्रणाली, यी कुराहरूको कुन स्तरमा काम गरिराखेका छन् कि कर प्रशासकले यति धेरै ठुलो कुरा थाहै पाएनन् भन्ने कुरा पर्खिनुहोस्। जस्तो यहाँलाई के लाग्छ? जस्तो भनौँ न, साथीभाइहरूले भोलि केही भन्लान् भन्नुभन्दा पनि कि हाम्रो कर प्रणालीमा भएका अथवा कर प्रशासकहरूले जो उहाँहरूले नबुझ्नु भएको कि नियतवश भएको के भएको थियो? होइन, दुइटै कुरा हुन्छ। नियतवश पनि भएको छ, अन्जानमा पनि भएको छ। सिस्टमको कारणले गर्दा के बाध्यता पनि पर्या होला। तपाईँलाई सिस्टमले बाध्यता कहाँनिर पर्यो भने अब रेफरेन्स मूल्यलाई 3 रुपियाँ छ, बजारमा 100 रुपियाँ बिक्री हुन्छ। रेफरेन्स मूल्य कायम गरेर ल्याएको 3 रुपियाँ ल्याएकोलाई 100 रुपियाँ 97 रुपियाँ त भ्यालु एड देखियो नि त। त्यति ट्याक्स उसले किनेर ल्याउँदाखेरि 50 रुपियाँ तिर्या होला। रेफरेन्स मूल्य 3 रुपियाँ छ होइन, 3 रुपियाँ छ, तिर्या चाहिँ 50 हो भनेपछि 3टा तह भयो नि त। त्यसै गरी बिक्री चाहिँ हुने 50 मा हो भनेपछि त भ्यालु एड चाहिँ के हो त? एक्चुअल भ्यालु एड चाहिँ 50 हो। रेफरेन्स मूल्य कायम गरिदिँदा 97 रुपियाँ भयो। एउटा विकृतिहरू यो छन् र यसमै पनि हाम्रो भन्सार प्रशासनभित्रै, यद्यपि मैले भन्सार प्रशासनमा मैले काम कहिले गरिनँ भने मेरो फोकस एरिया भनेको मूल्यवृद्धि कर र इन्कम ट्याक्सेसन नै हो। मेरा अहिलेसम्मका तपाईँले यही हेरिराख्नु भएको छ, तपाईँले यो मेरो चाहिँ 10औं किताब हो ट्याक्समै है। र यो हेर्दाखेरि तपाईँले केही वर्ष अगाडि के हुन्थ्यो भने कर प्रशासनलाई हामीले त्यसको क्षमता वृद्धि गर्न नसकेको, राम्रो ओरिएन्टेसन गर्न नसकेको, उनीहरूलाई एउटा कोड अफ कन्डक्टमा राख्न नसकेको, प्रविधिको प्रयोग उच्च ढङ्गले गरेर त्यहाँ आएको कुरालाई तत्कालै मोनिटरिङ, जस्तो अर्थ मन्त्रालयमा मोनिटरिङ युनिट भनेर राखेको छ, आन्तरिक राजस्व विभागमा राखेको छ, भन्सार विभागमा राखेको छ भनेपछि त्यसलाई प्रविधिबाट त्यहाँ इन्ट्री हुनासाथ प्रोग्राम जोड्ने खालको समयमा हामीले काम गरिदिन नसकेको कारणले गर्दा केही वर्ष अगाडि अलि चाहिँ नि 1 दशकभन्दा अगाडि के हुन्थ्यो भने कहिलेकाहीँ यो तातो पानीबाट बढी माल भट्टाबाट आउने, कहिलेकाहीँ त्यही खालको माल त्यही एउटै डेस्टिनेसनबाट आउने माल, कहिले एकदम वीरगञ्ज गइने, कहिले चाहिँ साइफोनिङ चाहिँ नि भद्रपुरतिर जाने। किन हुन्थ्यो भन्दा त्यो कर प्रशासक कस्तो बसिया छ त्यहाँ भनेर नि त्यस्तो हुन्थ्यो। त्यसको अर्थ के हो भने हाम्रो सिस्टममा कन्सिस्टेन्सी नभएको कारणले त्यसो हुन गयो। एक दोस्रो कुरा, हाम्रो खुला बोर्डर छ। खुला बोर्डर छ, एउटा कसैले चाहिँ थोरै मान्छेले रे कर्पोरेट बडीले पब्लिक अर्गनाइजेसनले जति मूल्य छ त्यतिमै लिएर आए, त्यति नै देखाए एउटा। दोस्रोले चाहिँ नि 100 माल ल्यायो, 50 भन्यो, अन्डर रिपोर्टिङ गर्यो। अर्कोले चाहिँ 100 रुपियाँको माल थियो, मूल्य देखाइदियो 30 रुपियाँ, अन्डर इन्भोइसिङ गरिदियो। भन्सारले रेफरेन्स आफ्नो राखिदियो। केहीले चाहिँ अनधिकृत बाटोबाट, खुला चौरबाट, खुला बोर्डरबाट राति मान्छे लगाएर टाउका बोकाएर ल्याए। बजार त एउटै भयो यहाँ। अनि यो कुरा हाम्रो कर प्रशासनलाई होइन, कर प्रशासनलाई मात्रै होइन, अर्थमन्त्रीलाई पनि थाहा छ, प्राइम मिनिस्टरलाई पनि थाहा छ। किन थाहा छैन? यो कुरा नथाहा नभएको र थाहा छ, तर त्यो सिस्टमलाई हामीले एकोमोडेसन गर्न सकेनौँ। यति ठुलो कर छली हुँदा प्रधानमन्त्रीको तहमा थाहा हुन्छ, अर्थमन्त्रीलाई थाहा भएको छ, त्यो प्रवृत्ति कसले छल्यो, सचिवलाई थाहा छ, प्रधानमन्त्रीलाई कसले छल्यो भन्ने थाहा नहोला। प्रवृत्तिको कुरा त प्रधानमन्त्रीलाई पनि थाहा छ, मन्त्रीलाई पनि थाहा छ, सचिवलाई पनि थाहा छ, सबै कर प्रशासनलाई थाहा छ, व्यापारीलाई थाहा छ, उद्योगीलाई थाहा छ, तपाईँ हामी जस्तो उपभोक्तालाई पनि थाहा छ। थाहा नभए होइन। अब हेर्नुहोस्, यहाँको भनाइअनुसार त खुलेआम रूपमा भइरहेको छ। हेर्नुहोस्, ट्याक्स छल्ने काम संसारमै हुन्छ, नहुने चाहिँ होइन फेरि होइन। ट्याक्स छल्ने काम ठुला स्क्यान्डलहरू कहाँ भएको छैन तपाईँले अहिले। तर त्यसको लेभल र त्यसको छलाइको तरिका, पोलिसीको लुपहोल समात्न खोजिया छ कि, जानाजान नक्कली बिल तयार गरेका छ कि, जानाजाल खर्च नभएको ठाउँमा फेक बिल तयार गरेर खर्च बढाएको छ कि, जानाजान आएको पैसालाई लुकाएर क्यास गरेर अथवा ब्याङ्कबाट सिङ्गापुरबाट यहाँ आउने पैसा चाहिँ नि हङकङमा पठाएर उताबाट चाहिँ गरेको छ कि भन्ने कुराहरू चाहिँ प्रमुख कुरा हुन्। त्यो कुरालाई हाम्रो ट्याक्स पोलिसीले, सिस्टमले बाँध्न सकेको छैन।
त्यो समेत अघि मैले भने इकोनोमिकल्ली सस्टेनेबल छ कि छैन हाम्रो ट्याक्स पोलिसी, एडमिनिस्ट्रेटिभ हिसाबले फिजिबल छ कि छैन, प्र्याक्टिकल छ कि छैन भन्ने कुरा हामीले हेर्न नसकेको। अहिलेसम्मको ट्याक्स रिफर्मको कुरा आयो भने एउटा कुरा के हुन्छ भने ट्याक्स रिफर्मलाई दुई किसिमले हेर्नुपर्छ। कहिलेकाहीँ हामी के भन्छौँ भने ट्याक्स चाहिँ पपुलर ट्याक्स लगाउने कि फेयर ट्याक्स लगाउने भन्ने हुन्छ। पपुलर भर्सस फेयर। हामी कहिलेकाहीँ केमा जान्छौँ? पपुलर ट्याक्सपट्टि जान्छौँ। हामीलाई ट्याक्स पपुलर ट्याक्स सिस्टम चाहियो होइन, फेयर ट्याक्स सिस्टम चाहिएको, गुड ट्याक्स सिस्टम चाहिएको, सस्टेनेबल ट्याक्स सिस्टम चाहिएको हो नि त है। र संसारमा ट्याक्स रिफर्मका 4टा एप्रोच छन्। एउटा चाहिँ ब्युरोक्रेटिक एप्रोच जसलाई हामीले इन्क्रिमेन्टल एप्रोच भन्छौँ। ब्युरोक्रेसीले एउटा फाइल दुईटा फाइल हेर्या भरले यसमा यसो गरौँ भनेर मन्त्रीलाई चाहिँ नि अथवा मन्त्रालयमा सजेस्ट गर्छ। डाक्टर साहब, म यहाँकै विषयमा आउँछु। यहाँले धेरै गम्भीर प्रश्नहरू पनि उठाउनु भयो खुल्ला रूपमा। यहाँले पुस्तकमा पनि त्यो कुरा लेख्नुभयो होला, हामी तपाईँको पुस्तक पनि अध्ययन गर्छौँ होइन। जस्तो अब कर छली भइरहँदाखेरि व्यापारीलाई पनि थाहा छ, उद्योगीलाई पनि थाहा छ, उपभोक्तालाई पनि थाहा छ, र देशका कर प्रशासकहरू सचिवलाई पनि थाहा छ, अर्थमन्त्रीलाई थाहा छ, प्रधानमन्त्री तहलाई पनि थाहा छ भने तपाईँहरूलाई पनि थाहा छ होइन। तपाईँहरू कसरी मिलेमतो गर्न भ्याउनुहुन्छ भनेर मैले प्रश्न गरेँ भने नमिठो त होला होइन, तर यो पनि बल्कि भनिदिनुहोस् न। सुन्नुहोस्, अब सस्टेनेबल मोडलको मूल कुरा चाहिँ सस्टेनेबल मोडल नै हो। डाक्टर साहबले पनि त्यही कुरा इङ्गित गर्नुभएको छ। र सस्टेनेबल ट्याक्स रिजिमको कुरा हामीले कहिले पनि गरेनौँ। अब मलाई याद भएसम्म यो पञ्चवर्षीय योजना, त्रिवर्षीय योजना 2019 सालबाट हामीले सुरु गरेको, आजको दिनमा झन्डै 50 वर्ष नाइसक्यो होइन। 13 सालबाट सुरु गरे। 13 सालबाट सुरु भएको भनेपछि आज यहाँले जसरी डाक्टर अधिकारीले केही कुरा खोलिसक्नु भएको छ साङ्केतिक रूपमा, हजुर तपाईँ पनि यत्रो लामो समय तपाईँ बिताइसक्नु भएको छ निजी क्षेत्रमा, भनिदिनुहोस् न त केही कुरा, यति ठुलो घटनाहरू बाहिर आउँछ भने। अब यसमा अब अन्यथा नलगोस् होइन। मैले बुझेको कुरा चाहिँ के भने व्यवसाय र व्यापार गर्ने भन्ने मान्छे 2 पैसा कमाउनु नै बस्या हुन्छ। त्यसको लागि अब कहीँ नेगोसिएसन गर्नुपर्छ नि नाइ भनेर हात बाँधेर चुप लाएर बस्ने जातै होइन यो। अब तपाईँले मलाई अर्कै किसिमले आक्षेप लगाउनु भयो भने यसमा चाहिँ म अर्को अर्थ मान्दिनँ। किनभने अब जहाँ विपोल हुन्छ त्यो विपोललाई त्यहाँबाट कसरी चुहाउने भन्ने मान्छेले खोज्छ नै। त्यस कारणले अब उद्योगी व्यापारीले त्यो पाटो हेरिरहेकै हुन्छ। संसारको सबै ठाउँमा पनि हुन्छ। डाक्टर साहबले पनि भनिसक्नु भएको छ। अब कुरा के भने ट्याक्स रिजिममा, ट्याक्स पोलिसीमा, ट्याक्स कानुनमा कसरी अब यसलाई चाहिँ सस्टेनेबल र रिलायबल बनाउने भन्ने कुरा आउँछ। जस्तो अब आजको दिनमा 50,000 भन्दा कम खर्चले कसैको घर धान्दैन भनेपछि हामीले 4 लाख रुपियाँ फ्यामिलीलाई राखेर अब 2 लाखमा त्यो चुसेर लिने ट्याक्स पोलिसी किन बनाउनु पर्यो? 10 लाख रुपियाँ बनाइदेऊ, मान्छेले 2-3 लाख रुपियाँ सेभिङ गर्दा पनि होस् न त मैले 2 रुपियाँ ट्याक्स तिर्छु भने चाहिँ भोलिको दिनमा भोलिन्टियर ट्याक्स पेयर्सको जमात चाहिँ बढाउने पोलिसी आउँदैन। त्यस्तै अब व्यापारीहरूको कुरा गर्दाखेरि तपाईँले भन्नु नै भयो, व्यापारीहरूले पनि ट्याक्स छली गर्छ, भन्सार छली गर्छ, सबै गर्छ। तर त्यो बाध्यात्मक अवस्थामा छ। किनभने अब तपाईँले त्यसो नगरिकन सस्टेनै हुन सक्दैन भने कतै न कतै त अब सेटिङ मिलाउनु काम त गरेको हुन्छ। त्यसमा अफर कहाँबाट हुन्छ? व्यापारीबाट हुन्छ कि उद्यमीबाट हुन्छ कि ब्युरोक्रेट्सबाट हुन्छ भने त्यो अर्को पाटो हो। त्यो सबै कुरा खोल्यो भने फेरि अब गाह्रो हुन्छ। त्यस कारणले अब सेटिङ त अब जहाँबाट कस्तो किलो टन सुनको त सेटिङ हुन्छ भने त्यो 2-4 अरबको 2-3 करोडको सेटिङ नहोला भनेर हामीले भन्न सक्दैनौँ। त्यस कारणले आजको दिनमा मैले 2 लाख रुपियाँ फाइदा भन्दा आजको ब्यालेन्स सिट देखायो भने अर्को साल त मैले 10% त जसरी भयो भने देखाउनै पर्ने भयो। अर्को साल म घाटा हुन्छ भनेर चाहिँ एक्सेप्टै नगर्ने सिस्टम भएपछि व्यापार भने जहिले पनि नाफामा जाँदैन, व्यवसाय भने जहिले पनि नाफामा जान्छ भने त ग्यारेन्टी कसैको पनि छैन नि। त्यस कारणले यी कुराहरूलाई मनन गरेर ब्युरोक्रेटिक, पोलिटिकल र अझ विशेष गरिकन मेरो विचारमा यो एजुकेसन सिस्टमका डाक्टर साहबहरू जस्तोलाई यो सिस्टममा इन्टिग्रेसनै गरेको छैन। अर्को कुरा भनेको अब उद्यम व्यवसाय व्यापारीहरूलाई चाहिँ ट्याक्स लगाउने भन्छ, पिपिडी खै त अब मैले ट्याक्स तिर्न सक्छु कि सक्दैन त? त्यो लेभलमा भोलि निर्धारण गरेको ट्याक्स मैले तिर्न सक्छु कि सक्दैन? त्यसको लागि के सिस्टम चाहियो भने पिपिडी भनेको चाहिँ कस्तो? पब्लिक प्राइभेट डायलगको कुरा कहीँ पनि भएको छैन।
न पोलिसी बनाउँदा हुन्छ न ऐन कानुन बनाउँदा हुन्छ करदाताको हैसियत के हो भन्ने करदाता हैसियत जस्तो अब तपाईँले मेरो तलब चाहिँ 2 लाख रुपियाँ हुन्छ भोलिको दिनमा महिनाको भनेर भने मलाई यतिसम्म ट्याक्स लगाउनु 25% ट्याक्स लाउँदा हुन्छ भनेर तपाईँले मान्ने कि नमान्ने भन्ने कुरा त आउनु पर्यो नि त। तपाईँले आम्दानी गरेको कुरा ट्याक्सको रूपमा सेवाग्राहीसँग पनि त्यो त हुनु पर्यो हो। त्यस कारणले अब जस्तो यहाँले भन्नु पनि जस्तो उद्योगी व्यापारीहरूले पनि त्यो कहाँ कमजोरी छ त्यो त स्वाभाविक गर्न सकिन्छ हेरिरहेकै हुन्छन्। र अघि डाक्टर अधिकारीले पनि हाम्रो चाहिँ भनौँ न हाम्रो तातापानी नाका होस् अथवा उत्तरी नाकाहरू जहाँ शङ्कास्पद नाकाहरूको नामै लिएको छ, भारततर्फ खुला सिमाना छ, मध्यवर्ती छ होइन। जस्तो अब एयरपोर्ट भन्सारबाट अथवा एयरपोर्टबाट सुन अब यहाँले भर्खर पनि भन्नु टनकाटन भित्रिरहेकै अवस्था छ भने चाहिँ यति ठुलो समस्याहरू हाम्रो चाहिँ प्रशासनमा, हाम्रो कर प्रणालीमा अथवा हाम्रो चाहिँ भनौँ न राजस्वको क्षेत्रमा छ भनेदेखि यति हुँदाहुँदै जो कुरा यहाँले पनि भन्नुभयो यहाँले पनि भन्नुभयो यसको चाहिँ अब यसलाई अङ्कुश लगाउने कहाँनिर त नियन्त्रण गर्ने त्यो बाटो के हो? हेर्नुहोस्, मैले त्यो भन्दै थिएँ अहिले तपाईँलाई, हाम्रो ट्याक्स सिस्टमलाई ट्याक्समा रिफर्म गर्ने, सुधार गर्ने 4वटा एप्रोच हुन्छ संसारमा। एउटा एप्रोच भनेको अहिले मैले इन्क्रिमेन्टल ब्युरोक्रेसीले एउटा चाहिँ के टाल्टुले हिसाबको रिफर्म ल्याउँछ। ब्युरोक्रेसीले ल्याउने टाल्टुले हो, तत्काल अप्ठ्यारो पर्यो आर्थिक ऐनमा ल्याउँछ एक। दोस्रो चाहिँ के हुन्छ भने तपाईँको कुनै स्पेसिफिक अथवा इन्सिडेन्टल तपाईँको अब ठुलो दैवी प्रकोप पर्यो त्यहाँनिर ट्याक्समा रिफर्म कसरी गर्ने, ट्याक्स थप लिने कि अथवा रिल्याक्स गर्ने। अर्को चाहिँ नि तपाईँको स्पेसिफिक पर्पस त सिएजमा जानेहरूलाई चाहिँ जस्तो चाहिँ नि ट्याक्समा छुट दिने, त्यो चाहिँ नि रिमोट एरिया ट्याक्स दिने भन्यो। अब त्यो चाहिँ अब कम्प्रिहेन्सिभ ट्याक्स रिफर्म, अब हाम्रो लागि कम्प्रिहेन्सिभ ट्याक्स रिफर्मको आवश्यकता छ क्या। किन मैले भन्दैछु कम्प्रिहेन्सिभ भनेको बिचले जरो समातेर ट्याक्स रिफर्म गर्नु पर्यो। अब टाल्टुले भएन। अब त्यो किन मैले भनिरहेको छु भने अहिले जुन प्रश्नहरू आयो त्यसमा गम्भीर प्रश्नहरू आएको छ। जस्तो चाहिँ नि अब त्यो केसै भित्र पसेर हामीले हेरेका त छैन, फाइलै हेरेका त छैन, तर कुरा बाहिर आए अनुसार चाहिँ नक्कली बिल छापेर प्रयोग गरेको भ्याट बिल भनेपछि एउटा ठाउँमा बिल प्रयोग गर्दा भ्याट बिल प्रयोग गरिसकेपछि त्यो भ्याट बिलले एउटाले पर्चेज गरे हुन्छ, एउटाले सेल गरे हुन्छ। पर्चेज गर्दा सेल्सको एकाउन्टमा पनि देखिनु पर्यो नि। त्यो मिसम्याच भन्ने शब्द पनि प्रयोग भएको थियो, त्यो नमिलेको खरिद र बिक्री भनेपछि त्यहाँ केही छ भन्ने कुरा देखियो। यी फाइलहरूले भन्ला, अदालतले हेरेको छ, कर प्रशासनले हेरेको छ, हिजो रेभिन्यू ट्रिब्युनलले हेरेको छ, यी कुराहरू त्यो फाइलै हेरेपछि भन्न सकिने हो। तपाईँलाई मैले हाम्रो चाहिँ ट्याक्स सिस्टमलाई अब कसरी लानुपर्छ भने जस्तो हामी कहाँ अहिलेसम्म चाहिँ भएको ट्याक्स सिस्टममा तपाईँ चाहिँ नि भनौँ न अहिले इन्कम ट्याक्सलाई चाहिँ तपाईँले जहिले नि सोसल जस्टिसको हिसाबले, डिस्ट्रिब्युसनको हिसाबले पर्सनल इन्कम ट्याक्सलाई लिनुपर्छ, बुझ्नु भएन? कर्पोरेट इन्कम ट्याक्सलाई चाहिँ नि तपाईँ इन्भेस्टमेन्ट बढाउने हिसाबले, सेभिङलाई इन्करेज गर्ने हिसाबले लिनुपर्छ र मूल्य अधिकार यी चाहिँ नि कन्जम्सन ब्यास र ट्याक्सहरू हुन् संसारमा। अब भोलि हामी जिएसटीमा जानुपर्छ कि पर्दैन? 3टा तहका ट्याक्समा अहिले 22वटा ट्याक्स तिर्नुपर्छ, शुल्क समेत गर्दा 40-41वटा तिर्नुपर्छ। त्यो धेरै ट्याक्स भएर हामीलाई के असर परेको छ समेतका कुराहरूलाई हेर्ने मात्रै होइन। हामीले 2030सम्म नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउँछौँ भनेर भनेको छौँ होइन। मध्यम आय भएको राष्ट्र बनाउने सन्दर्भमा डेभलपमेन्टको पार्टमा सरकारले पोलिसी रिफर्मको लागि चाहिँ डिक्लेयर गरेको छ। तर ट्याक्स पोलिसी 2030सम्ममा जाँदाखेरि मेरो ट्याक्सको रिफर्म कहाँनिर हुन्छ? ट्याक्समा चाहिँ नि टोटल ट्याक्स मध्येको डाइरेक्ट ट्याक्सको पर्सन के हुन्छ? जिडिपी रेभिन्यू रेसियो कति राख्ने? जिडिपी रेभिन्यू रेसियो अहिले तपाईँले हेर्नुभयो भने के देखिन्छ भने एसियामै सबभन्दा, साउथ एसियामा हाम्रो सबभन्दा बढी छ भनेपछि ओभर ट्याक्सिङ भाव कि भन्ने देखिन्छ। त्यो हेर्दाखेरि हाम्रो 24% पुगिसक्यो, एसियाको समग्र हेर्दाखेरि 17भन्दा तल छ, भारतकै पनि त्यहाँभन्दा तल छ। भनेपछि यी इन्डिकेटर्सहरूलाई हेरेर, म्याक्रो इन्डिकेटर्सहरूलाई हेरेर, डेभलपमेन्ट इन्डिकेटर्स हेरेरलाई अहिले भनेको छु ट्याक्स पेइङ क्यापेसिटीलाई हेरेर, हाम्रो जियो पोलिटिक्सलाई हेरेर अनि सबै हेरेर हामीले खोजेको डेभलपमेन्टको मोडेल के हो त्यो आधारमा अब कम्प्रिहेन्सिभ ट्याक्स रिफर्मको आवश्यकता छ। अब यहाँ आएँ म, जस्तो हामीले चाहिँ भर्खर चर्चा गऱ्यौँ कि समस्याहरू छन् होइन। डाक्टर अधिकारीले भन्नुभयो, तपाईँ आफैले पनि भन्नुभयो, तपाईँले अब दक्षिण एसियाको पनि व्यापार व्यवसाय बुझ्नु भएको छ, घरेलु साना उद्योग महासङ्घलाई पनि हेर्नु भएको छ। समस्या चाहिँ छ भन्ने कुरा तपाईँले बुझेकै हो। यसको सुधार के त? अब व्यवसायीले पनि एउटा पारदर्शी हुनु पर्यो,
र सामाजिक उत्तरदायित्वमा हाम्रो व्यवसाय पनि जानु पर्यो हैन। कर प्रशासनले छली गर्नेहरूलाई पनि एउटा नियन्त्रणमा लिनु पर्यो, एउटा चाहिँ सूची बनाउनु पर्यो। बेला बखतमा यस्ता घटनाहरू आउँछन् फेरि सेलाउँछन् भनेपछि साँच्चै हामी एउटा निजी क्षेत्रलाई उत्तरदायी बनाउने हो भने तपाईँहरूमा नि सुधारको त आवश्यकता छ नि त। यो विषयमा भन्दाखेरि जस्तो अब अहिले डाक्टर साहबले भन्नुभएको छ हिजो अस्तिसम्म 2022सम्ममा मिडल इन्कम कन्ट्री जाने भन्ने कुरा थियो, त्यसलाई 2030मा एसडिजीको गोलको उसमा जोडेर गयो। अहिलेको यो ट्रेन्डले जाने हो भने 2030 होइन 2050सम्म पनि जान सक्ला जस्तो लाग्दैन मलाई। त्यसमा दुईवटा कारण छ। एउटा त हामीले उद्यमलाई विशेष गरिकन उद्यम र उद्योगलाई चाहिँ प्रवर्धन गर्न सकेकै छैन र त्यहाँ इन्भेस्टमेन्ट एट्र्याक्सन गर्न सकेकै छैन। फरेन इन्भेस्टमेन्टको कुरा टाढे जाओस्, लोकल इन्भेस्टमेन्ट पनि अहिलेको ट्रेनहरू हेर्नुभयो भने धेरै जसो ठुला घरानाहरू ट्रेडिङमा बढी आकर्षित भएको छ, इन्डस्ट्रीमा आकर्षित भइरहेको देख्दैन। अर्को पाटो भनेको जुन यो डाइरेक्ट ट्याक्स र इन्डाइरेक्ट ट्याक्सको जुन अहिले डाक्टर साहबले भन्नुभयो नि त, हामीसँग डाइरेक्ट ट्याक्स त मैले 4 लाख रुपियाँ वर्षमा आम्दानी गरेँ भने यति % तिर्ने भने डाइरेक्ट ट्याक्स भयो। जस्तो अब यहाँलाई म जोड्न चाहेँ, यहाँ चाहिँ उद्योगको क्षेत्रबाट भएको हुनाले जस्तो आयातित वस्तुहरू जस्तो भनौँ न इलेक्ट्रोनिक्सका वस्तु, विद्युतीय सामग्री, मोबाइल होला, कम्प्युटर होला, ल्यापटप होला, त्यो आफ्नो पाटो छ। अनि गाडीका पार्ट्सहरू होइन, अथवा मोटरसाइकलका पार्ट्सहरू, मोटरसाइकल अथवा 4 सवारी साधनको जुन कारोबार गर्ने ट्रेडर्सहरूमा बढी समस्या छ भनेर यो राजस्वको रिपोर्टमा पनि देखिन्छ। अब राजस्वको रिपोर्टमा भन्यो भने अब तपाईँलाई अब यो भन्न मिल्छ कि मिल्दैन थाहा छैन। लत्ता कपडाहरू होस्, भन्सार सबैमा टार्गेट दिएको हुन्छ, कर कार्यालय सबैमा टार्गेट दिएको हुने भएपछि त्यो केही हदमा सेटिङ चाहिँ त्यहाँ देखिन्छ नि। मैले 2-4 जना साथी जस्तो सुन्नु न मेरो कुरा, सेटिङ भनेको अब भन्सारको टार्गेट पुगेन, लौ न बढी त्यहाँबाट आयात हुने सामान के हो, अटोमोबाइल भयो भने अटोमोबाइल ल गाडी 25वटा छोडाइदिनु बारे आजै भनेर भन्छ होइन। त्यस्तै अरू अब आइरन ओरको कुराहरू हुन्छ, आइरन बिलेटको त्यो छुट्याइदिनु पर्यो भन्ने कुरा हुन्छ। फलाम्जाने वस्तुहरू त्यो जुनबाट अलिकति चाँडो टार्गेट पुग्छ त्यस्तो हुन्छ। तर आयातित वस्तुमा राजस्वको टार्गेट नपुगेपछि हाम्रो चाहिँ सरकारी अधिकारीले मगाउ सामान मगाउ अधिकारीको काम गरिसकेपछि ल मलाई यति रिल्याक्सेसन दिनु भने त्यहाँ सेटिङ त हुन्छ नि, ती कुराहरू त हुन्छ हुँदो रहेछ त धेरै कुरा। मैले यो सानो इक्जाम्पल मात्र दिएको, धेरै हुन्छ होला मेरो, म त्यो ठुल्ठुलो उसमा त्यति नलाया भएर। अर्को पाटो भनेको यो विषयमा आर्टिकल पनि लेखिरहनु भएको छ पछिल्लो पटक होइन, धेरै कुरा हुँदो रहेछ। अब यसरी भनौँ न सरकारी कर्मचारी प्रशासकहरूले पनि भनिरहेका हुन्छन्, व्यापारीहरूले पनि उनीहरू भनेअनुसार काम गर्छन्, सेटिङ हुन्छ। यसरी सेटिङ भइरहेपछि त राजस्व छलीको घटना झन् बढ्ने भयो नि त। त्यही भएर मैले भने 2050सम्म पनि हुँदैन होला। मैले भन्नु खोइ के भने हिजो अस्ति एउटा कुरा आइरहेको थियो, अब सरकारी संयन्त्रमा काम गर्ने राष्ट्र सेवक कर्मचारीहरूको तलब पुगेन, त्यही भएर यो अपचलनहरू भइरहेको भनेर भन्छ। गरौँ त भोलि 50,000 रुपियाँ मिनिमम स्यालेरी टोकौँ, तर त्यही अनुसार हामीले उद्यम व्यवसायको पनि जस्तो आज चिनी किलोको 80 रुपियाँ छ भने 50,000 पुग्ने बेला त्यसको चिनी किलोको 150 रुपियाँ हामीले कम्फर्टेबली तिर्न सक्ने हुनु पर्यो। ती कुराहरूलाई सबै मनन गर्न सक्यो भने त्यो हुन्छ। तर अब यो ट्याक्सेसनको कुरा, इन्कम ट्याक्सको कुरा अलगै पाटो भयो। यो तपाईँले भन्सार दरबन्दीको कुरा र ट्याक्स छलीको कुरा गर्नुभएको भएर यी कुराहरूमा जाँदाखेरि विप होललाई ठ्याप्पै बन्द गर्ने हो भने जस्तो अब मापसीको कुरा गर्नुहुन्छ भने सुरु गर्दा धेरै गाह्रो भएको थियो। अहिले मापसीको कारणले एक्सिडेन्टल रेट धेरै कम भएपछि मापसी गरेर ड्राइभ गर्नेहरू पनि धेरै कम भएको छ आफै पनि। त्यस्तै किसिमको केहीहरू रिजोल्युसनहरू आउनु पर्यो। त्यसको कुरा त अब डाक्टर साहबहरूले सुझाउनु हुनुहुन्छ होला। उहाँले अहिले भन्नु केही कुरा उहाँले साङ्केतिक रूपमा के भन्नुभएको छ नि, राजनीतिक तहमै त्यो इच्छा शक्ति हुनु पर्यो, प्रधानमन्त्रीको तहमै अथवा अर्थमन्त्रीको तहमा, सचिवको तहमा होइन। यो राजस्व छलीलाई नियन्त्रण गरौँ, आफ्ना मान्छे नभनौँ, अर्काको मान्छे नभनौँ, जसले छली गरेको कुरा कसो भने नवराजी, अब यसमा चाहिँ अब नर्मल प्र्याक्टिसमा हामी नुहाउने बेला चाहिँ तलबाट पानी भिजाएर आउने भन्छौँ। अब त्यो खकाल्ने बेला पनि माथिबाट खकाल्नु, हामी नुहाउनु साबुन लगाइसक्यौँ, अब खकाल्ने बेला भयो कि माथिबाट झम्मै पानी हाल्नु पऱ्यो। त्यो प्रधानमन्त्रीदेखि पानी खन्याउँदै आएर तलसम्म तपाईँ हामी कहाँ आउनु पऱ्यो, अनि मात्र यो चोखिने भन्ने चाहिँ मलाई लाग्छ। किनभने अब फेरि तलबाट जाने, अब 2-4वटा त्यो खुद्रा व्यापारीलाई कारबाही गरेर 2-4वटा त्यो
उद्यमी व्यवसायले कारबाही गरेर यो सुल्झिनेवाला छैन। माथिबाटै सुरु म कमिटेड प्रधानमन्त्री हुनु पर्यो, मन्त्रीमण्डलका सबै राजनीतिक दलका नेतृत्व तहमा त्यो कमिटमेन्ट हुनु पर्यो, त्यो सत्ता पक्षको होस् विपक्षको होस्, र ब्युरोक्रेसीमा कमसेकम उपसचिव लेभलसम्मको मान्छेहरू कमिट भयो भने यो सबै काम भन्छ। अनुहार मन नपरे मान्छेलाई मात्रै कारबाही होइन कि सबैलाई सिस्टममा ल्याउनु पर्छ। कमिटेड र सिस्टमले गाइड गरेको अनुसारले चाहिँ आउनुपर्छ। त्यो भएको छ त? त्यो अहिलेसम्म भएको देख्दैन। अब लुपहोल देखाउने मान्छे नै कर प्रशासनको र भन्सार प्रशासनको मान्छेहरू भन्छन् भन्ने चाहिँ सुनेको छु मैले त्यस्तो कारोबार आजसम्म गरेको छैन। बजारमा त्यस्तै कुरा आउँछ। सुधारको खाँचो धेरै देख्नु भएको? सुधारको खाँचो दुवैतिर, निजी क्षेत्रमा पनि छ, सरकारी क्षेत्रमा पनि छ। त्यो नभएको होइन। अझ म के भन्छु भने एकाडेमिया सेक्टरको जुन इनपुट हुनुपर्ने यी इकोनोमिक रिफर्मेसनको कुराहरूमा अब मैले भन्दा डाक्टर साहबहरूले धेरै अनुभव गर्नुभएको छ होला। हामी पनि अब निजी क्षेत्रमा डाक्टर साहब पनि हाम्रो घरेलु महासङ्घको सल्लाहकार पनि हुनुहुन्छ, उहाँहरूसँग धेरै कुरा गर्छौँ। तर अब गर्ने इम्प्लिमेन्टेसन गर्ने त नेपाल सरकारको विभिन्न तहबाट गर्नुपर्छ। ती कुराहरू भएको छैन। त्यस कारणले अब एकाडेमियालाई R&D को बेसमा जसरी एक्सप्लोइट अझ म एक्सप्लोइट गर्नुपर्छ भनेर भन्छु। डाक्टर साहबसँग पनि बेला बेलामा कुरा गर्छु। ती कुराहरू नगरेसम्म चाहिँ हाम्रो रिफर्म हुने, किनभने हामी हाम्रो कल्चर भ्यालु के भयो भने कागले कान लग्यो भनेपछि त्यो कागको पछि हिँड्यो, आफ्नो काम छाम्ने चलन चाहिँ छैन। ती कुराहरूलाई नगरिकन आफ्नो कान छामेर कहाँ दुखेको त्यो घाउ त भएको होला त्यसलाई चाहिँ औषधोपचार गरेर रिफर्मको कुराहरू गर्न जान्नु हो। यो कार्यक्रममा आज दुवैजना अतिथिहरूले वक्ताहरूले चाहिँ यो कर प्रशासन र निजी क्षेत्रमा भएको समस्या छ, यसलाई सुधार गर्न चाहिँ ढिलो भइसक्यो, माथिबाटै सुधार गर्नु पर्यो, अथवा राजनीतिक तहमै भएका समस्यालाई पनि सुधार्नु पर्यो होइन, राजनीतिक संरक्षण गर्नु भएन आफ्ना व्यापारीलाई, आफ्ना प्रतिष्ठानलाई भन्ने कुरा पनि अहिले सुरेश प्रधानले राखिसक्नु भयो। अब अन्तिममा उहाँका कुरालाई केही सम्बोधन गरेर एकाडेमियाहरूले पनि देखेको कुरा बोलिदिनु पर्यो, सरकारको पक्षमा होस् विपक्षमा होस्। हेर्नुहोस्, यसमा 2-3वटा कुरा छ कि अब यसमा तपाईँले एउटा त यस्ता लुपहोल्सहरू अथवा जानी गरेका घटनाहरूको सन्दर्भमा एक ढङ्गले त्यो न्यायिक निरूपणपट्टि जानु पर्यो। तर भोलिका दिनमा त्यो हुनै नदिनलाई नै नदिनलाई के हुनु पर्यो, एउटा सिस्टम बलियो हुनु पर्यो। अर्को चाहिँ अहिले तपाईँलाई धेरै एउटा के आएको छ भने तपाईँको चाहिँ नि राजस्व चाहिँ उठेन, लक्ष्य पुर्याउनु पर्छ भने जब बजेट खर्च हुँदैन भने राजस्वको लक्ष्य पुग्छ। राजस्वको बजेटै खर्च नगरेर राजस्वको लक्ष्य पुर्याउन खोज्नुहुन्छ, इन्भेस्टमेन्टको लक्ष्य नै पुरा नगरी राजस्व पुर्याउन खोज्नुहुन्छ भने के भन्छ, ओभर ट्याक्सेसन हुनसक्छ। र अर्को कुरा, खर्च गरेको कुरा गुणस्तरीय छ कि छैन, ठिक ठाउँमा खर्च भएको छैन भन्ने कुराको चाहिँ महत्त्वपूर्ण प्रश्न हुन्छ। यहाँहरूको महत्त्वपूर्ण विचार आयो, धेरै विचारहरू यहाँहरू राख्ने हाम्रो इच्छा हुँदैन, समयको अभाव पनि छ। तर जति कुराहरू यहाँले व्यक्त गर्नुभयो, एउटा चाहिँ भनौँ न यो क्षेत्रमा समस्या छ, सुधार गर्न सरकार, निजी क्षेत्र तयार हुनुपर्छ, अनि मात्रै कर प्रशासन स्वच्छ हुनसक्छ र राजस्व असुलीको सही निर्धारण हुनसक्छ होइन। र यो चाहिँ अस्वाभाविक कर चाहिँ छलीको जुन कुराहरू आइरहेको छ यसलाई नियन्त्रण गर्न सरकारले जहाँ समस्याहरू छ त्यहाँ तत्काल त्यो चाहिँ भनौँ न समस्याको समाधान गर्नु पर्यो भन्ने कुरा आएको छ। दुवैजना अतिथिप्रति हामी आभारी छौँ। हस्, धन्यवाद। दर्शकवृन्द, ठुला व्यापारिक प्रतिष्ठान र व्यापारिक फर्म घरानियाहरूमै ठुलो प्रकरण कर छलीका, भ्याट छलीका, अन्तशुल्क आयकर राजस्व कुरा आइसकेपछि कर प्रशासन राजस्वको तहमा ठुलो प्रश्नहरू उठेको छ। यस विषयमा हामी आगामी दिनमा नि चर्चा परिचर्चा गर्नेछौँ। आज सहभागी हुनुहुन्थ्यो अर्थविद डाक्टर चन्द्रमणि अधिकारी, त्यसरी नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पूर्व अध्यक्ष सुरेश प्रधान। दुवैजनाप्रति आभार व्यक्त गर्दै हामी यो कार्यक्रमबाट बिदा माग्छौँ। नमस्कार।